नमस्ते, इन्भेस्टमेन्ट स्ट्रिटमा यहाँहरूलाई स्वागत छ। आजको यस एपिसोडमा हामी लगानीको बारेमा कुरा गर्दैछौँ। लगानी भनेको के हो, लगानी कसरी गरिन्छ, किन गरिन्छ र लगानी गर्ने क्षेत्रहरू कहाँ कहाँ छन् त, यसको बारेमा हामी विस्तृत रूपमा जानकारी दिने प्रयास गर्दैछौँ। सर्वप्रथम लगानी भनेको के हो? लगानी भनेको आजको दिनमा तपाईले भविष्यमा नाफा कमाउने उद्देश्यले आफ्नो सम्पत्ति, पैसा कुनै व्यवसाय, परियोजना र सम्पत्तिमा लगाउँदै हुनुहुन्छ भने त्यसलाई नै लगानी भनिन्छ। लगानीको एउटा मात्र उद्देश्य भनेको नाफा कमाउनु हो, तर यो जोखिमको क्षेत्र भएको कारणले गर्दा सावधानीपूर्वक विवेकको प्रयोग गरेर लगानी गर्दा उत्तम हुन्छ। विभिन्न व्यक्तिको क्षमतामा लगानी पनि भर पर्ने गर्दछ। जस्तै मैले भन्न खोजेको कुरा के हो भन्दाखेरि, यदि तपाईँको आर्थिक क्षमता बढी छ र तपाईले आफ्नो लगानीबाट जोखिम पनि लिन सक्ने क्षमता बढी छ भने तपाईले लगानी गर्ने क्षेत्र फरक हुन सक्छ। त्यही कुरामा अर्को व्यक्तिको हकमा यो कुरा चेन्ज हुन सक्छ। जस्तै कोही व्यक्तिको आर्थिक स्थिति कम छ र उसले जोखिम पनि न्यून मात्र लिन सक्छ भन्दा उसले लगानी गर्ने क्षेत्र पनि फरक हुन सक्छ। त्यसैले आफ्नो क्षमता अनुसार लगानी गर्नुपर्ने हुँदछ। लगानीबाट नाफा आर्जन गर्ने नै हो, तर लगानीको मेन उद्देश्य भनेको नाफा मात्र आर्जन गर्ने हुँदैन। तपाईको भविष्यमा आर्थिक सुरक्षणका लागि पनि लगानी गर्ने गरिन्छ। अब कुरा गरौँ लगानी कसरी गर्ने त। लगानी गर्दा सर्वप्रथम तपाईको आर्थिक क्षमता अनुसारको प्लानिङ गरेर लगानी गर्नुपर्ने हुन्छ। तपाईले यदि प्लानिङ राम्रोसँग गर्नु भएन भने तपाईलाई पछि आर्थिक भार पर्न सक्छ। त्यसैले यसलाई एउटा इक्जाम्पलबाट सम्झाउने म प्रयास गर्छु। जस्तै तपाईको मासिक आम्दानी 1 लाख रुपियाँ तपाईले गर्नुहुन्छ भने तपाईको मासिक आम्दानीबाट तपाईको हाउसहोल्ड एक्सपेन्सेसहरू कटाएर तपाईले 40,000 रुपियाँ बचाउनुहुन्छ। 60,000 तपाईको अन्य खर्चहरूको लागि लाग्छ र तपाईले 40,000 बचाउनुहुन्छ भने त्यो 40,000 तपाईले नर्मल सेभिङमा लगेर राख्नुभन्दा बजारमा भएका विभिन्न विकल्पहरूमा चाहिँ तपाईले लगानी गर्न सक्नुहुन्छ। तर तपाईले त्यसरी गर्ने लगानी गर्दाखेरि दीर्घकालीन लगानी गर्दा राम्रो हुन्छ। तपाईले आजको रिटर्न भोलि नै पाउँछु भन्ने हिसाबबाट लगानी गर्नुभयो भने तपाईले त्यो रिटर्न नपाउन पनि सक्नुहुन्छ र त्यसबाट तपाईँ आफैलाई गाह्रो पनि हुन सक्छ। त्यसैले जहिले पनि तपाईले लगानी गर्नुभन्दा अगाडि आफ्नो आर्थिक स्थितिलाई हेरेर र तपाईले लिन सक्ने रिस्क कति हो त त्यसलाई मूल्याङ्कन गरेर लगानी गर्नुभयो भने राम्रो हुन्छ। र अर्को पोइन्टमा चाहिँ तपाईले धैर्यतापूर्वक दीर्घकालीन योजना बनाउन सक्नुभयो भने तपाईले गर्नुभएको लगानी सही हुन सक्छ। अब हामी कुरा गरौँ लगानी किन गर्छौँ। लगानी हामी किन गर्छौँ होला त? लगानी गर्नुको एउटै उद्देश्य हो पैसा कमाउनु। कोही पनि मान्छेले आफ्नो लगानी डुबाउँछु भनेर त पैसा लगानी गर्दैन। मेन कुरा भनेको लगानी गर्नुको मेन उद्देश्य भनेकै पैसा कमाउनु, अतिरिक्त पैसा थप्नु। तपाईसँग भइरहेको जति स्रोत र साधन छ त्यो स्रोत र साधनलाई चाहिँ बढाउनको लागि हामीले लगानी गर्ने हो। अर्को कुरा भनेको चाहिँ मुद्रास्फीति। अब तपाईले सरसर्ती हेर्नुभयो भने नेपालको केसमा मुद्रास्फीति मानौ 6% चलिरहेको छ, तपाईले नर्मल सेभिङमा लगेर राख्नुहुन्छ र 3% कमाउनुहुन्छ भने त्यो 3% कमाएर त तपाईको त्यो मुद्रास्फीति बराबरको पनि तपाईको कमाइ भएन भने तपाईले त्यो पैसा लगानी गर्नुको कुनै अर्थै भएन। एटलिस्ट मुद्रास्फीति भन्दा बढीको पैसा त कमाउनै पर्यो। त्यसको लागि हामीले लगानी गर्नुपर्ने हुन्छ हैन। अर्को भनेको तपाईको वित्तीय स्वतन्त्रताको लागि पनि तपाईले लगानी गर्नुपर्ने हुन्छ। हाम्रा मान्छेका इच्छा र आकांक्षा भने त असीमित छन्। त्यो असीमित इच्छा र आकांक्षालाई पूर्ति गर्नको लागि त तपाईले थप पैसा कमाउनै पर्छ। त्यो पैसा कहाँबाट आउँछ त? तपाईको सीमित स्रोतबाट त तपाईले त्यो गर्न सक्नुहुन्न। लगानी गरेरै पैसा वृद्धि गरेरै तपाईले आफ्नो वित्तीय स्वतन्त्रता पुरा गर्ने हो। त्यसको लागि चाहिँ चाहियो। अब हामी कुरा गरौँ लगानीका क्षेत्रहरू। हामी कहाँ कहाँ लगानी गर्न सक्छौँ त? सर्वप्रथम हामीले लगानी गर्ने क्षेत्र र बहुप्रचलित क्षेत्र भनेको बैंक तथा फाइनेन्शियल इन्स्टिट्युसनहरूमा हामीले लगानी गर्ने हो। फाइनेन्शियल इन्स्टिट्युसनहरूमा हामीले लगेर नर्मल सेभिङ र फिक्स्ड डिपोजिटमा हामीले पैसा डिपोजिट गर्छौँ। हामी सबैलाई थाहा छ नर्मल सेभिङमा डिपोजिट गरेकोमा इन्ट्रेस्ट कम हुन्छ, फिक्स्ड डिपोजिटमा तपाईले लगानी गर्नुभयो भने त्यसको इन्ट्रेस्ट बढी हुन्छ। त्यो कारण के त भन्दा
नर्मल सेभिङमा टाइम लिमिट हुँदैन। तपाईँले आज राख्नुभएको पैसा आजै झिक्न सक्नुहुन्छ भने फिक्स्ड डिपोजिटमा टाइम फ्रेम हुन्छ। तपाईँले राख्नुभएको पैसा आजै झिक्न सक्नु हुँदैन। यो पनि एउटा अप्सन हो लगानीको। लगानी गरेर प्रतिफल लिने अर्को क्षेत्र भनेको व्यवसाय पनि हुनसक्छ। व्यवसायमा लगानी गरेर पनि आजको दिनमा नेपालमा 25 देखि 30% को रिटर्न निकाल्न सकिन्छ। र व्यवसायको सुन्दर पक्ष भनेको के हो भन्दा यहाँ जो मान्छेले लगानी गरेर रिटर्न दिन्छन् ऊ मात्र प्रतिफल प्राप्त गर्ने नभइकन रोजगारी पनि सृजना गरिरहेका हुन्छन्। त्यसैले लगानीको विकल्पमध्ये व्यवसाय पनि एउटा उत्तम विकल्प हुनसक्छ। अब कुरा गरौँ लगानीको अर्को क्षेत्र। लगानीको अर्को क्षेत्रको कुरा गर्दा रियल इस्टेट क्षेत्रकोमा लगानी गर्नु पनि नेपालको परिप्रेक्ष्यमा निकै लोकप्रिय इन्भेस्टमेन्ट को चाहिँ क्षेत्र हो। यसमा लगानी गर्नको लागि चाहिँ अलिकति बढी पुँजीको आवश्यकता पर्दछ, किनभने यसले रिटर्न पनि बढी दिन्छ। जहाँ हामीले बढी पुँजी खनाउँछौँ त्यसले रिटर्न पनि बढी दिन्छ। यसमा लगानी गरेर पैसा कमाउने मान्छेहरूले चाहिँ जग्गा जमिन किनेर त्यसको ल्यान्ड डेभलपमेन्ट प्रोसेस गरेर चाहिँ रिटर्न लिने गर्दछन्। त्यसैले यो पनि लगानीको एकदम उत्तम उपाय हुनसक्छ। लगानीको अर्को निकै नेपालमा लोकप्रिय क्षेत्र भनेको इन्सुरेन्स पनि हुनसक्छ, किनभने यो आम जनमानसमा एकदम पपुलर पनि छ। र यसको रिटर्नको कुरा गर्दाखेरि चाहिँ यसले दिने रिटर्न भनेको फिक्स्ड डिपोजिटमा जति कमर्सियल ब्याङ्कहरूले फिक्स्ड डिपोजिटमा जति रिटर्न दिन्छन् त्यति नै रिटर्नको हाराहारीमा यसले रिटर्न दिन्छ। र यो एकदम लोकप्रिय र प्रचलित इन्भेस्टमेन्टको क्षेत्र हो। यो पनि इन्भेस्टमेन्टको लागि एकदम राम्रो विकल्प हुनसक्छ। लगानीको अर्को क्षेत्रको कुरा गर्दा क्रिप्टो करेन्सी पनि एउटा विकल्प हो। क्रिप्टो करेन्सी भनेको डिजिटल करेन्सी हो। यसको सेयर मार्केटमा किनबेच भएको जस्तै गरी अन्तर्राष्ट्रिय मार्केटमा यसको किनबेच हुन्छ। र कतिपय देशले यसलाई लिगलाइज पनि गरेको छ र कतिपय देशले यसलाई इलिगल मान्छ। नेपालको परिप्रेक्ष्यमा कुरा गर्नुपर्दा यो गैर कानुनी छ। यो गैर कानुनी भएकै कारणले गर्दा यसको बारेमा हामी अहिले धेरै चर्चा नगरौँ। लगानीको अर्को प्राचीन तथा निकै लोकप्रिय क्षेत्र भनेको सुन र चाँदी किनेर राख्नु पनि हो। बहुमूल्य धातु किनेर राख्नुभयो, आजको दिनमा तपाईँले बहुमूल्य धातु किनेर राख्नुभयो भने त्यो बहुमूल्य धातुको मूल्य भनेको वृद्धि हुँदै जाने हो। तपाईँले किनेर राख्नुभएको सम्पत्ति अथवा सुन र चाँदीको मूल्य घटेको समाचार हामीले कहिले पनि सुन्दैनौँ। त्यसैले यो पनि लगानीको लागि एकदम उपयुक्त विकल्प हुनसक्छ। अब कुरा गरौँ लगानीको अर्को निकै लोकप्रिय क्षेत्रको बारेमा, स्टक मार्केट। तपाईँहरूले सुन्नै भएको होला स्टक मार्केटको बारेमा, किनकि अहिले तपाईँ जुनसुकै क्षेत्रमा जानुहोस्, जहाँ जानुहोस्, तरकारी किन्न जानुहोस्, किराना पसलमा जानुहोस्, यसको बारेमा कुरा भएकै हुन्छ। र यो युवाहरूमा एकदम लोकप्रिय क्षेत्र पनि हो लगानी गर्नको लागि। किन पनि भन्दाखेरि तपाईँ आफैले आफ्नो कम्प्युटरमा बसेर यसको किनबेच गर्न सक्नुहुन्छ। अब कसरी किनबेच गर्न सक्नुहुन्छ त भन्ने कुरा गर्दाखेरि स्टक मार्केटमा तपाईँ इन्ट्री गर्नको लागि सर्वप्रथम नेप्सेमा सूचीकृत भएका कम्पनीहरू तपाईँले ब्रोकर एकाउन्ट खोलेर टिएमएस थ्रु तपाईँले किनबेच गर्नुहुन्छ र त्यसबाट नाफा निकाल्नुहुन्छ। जस्तै यसलाई एउटा इक्जाम्पलबाट सम्झौँ। तपाईँले मार्केट घटेको बेलामा कुनै पनि एउटा कम्पनीको अनुसन्धान गरेर मार्केट घटेको बेलामा तपाईँ इन्ट्री गर्नुहुन्छ। जस्तै एबिसी कम्पनीकोमा आजको रेट 500 रुपियाँ छ भने तपाईँ आज 500 रुपियाँमा त्यसलाई खरिद गर्नुभयो र केही समय त्यसलाई होल्ड गरेर तपाईँले चाहेको रकम 700 रुपियाँ तपाईँले एउटा फ्लेम बनाएर त्यसलाई 700 रुपियाँमा बेच्नुभयो भने तपाईँले 200 रुपियाँ प्रफिट निकाल्नुभयो। यसरी तपाईँले दैनिक यसको कारोबार गर्न सक्नुहुन्छ। अब हाम्रो इन्भेस्टमेन्ट स्ट्रिटको आगामी दिनको कार्यक्रमहरू यसै विषय अन्तर्गत गएर बनाउने भएका कारणले गर्दा यसको विस्तृत जानकारी हामीले तपाईँलाई आउने दिनका एपिसोडहरूमा दिँदै जानेछौँ। अब कुरा गरौँ हामी अन्य वैकल्पिक लगानीका क्षेत्रहरू। त्यो भनेको गभर्मेन्ट बोन्ड हुनसक्छ,
अनि प्रोभिडेन्ट फन्ड हुनसक्छ र पेन्सन फन्ड हुनसक्छ। गभर्मेन्ट बोन्ड भनेको के भन्दाखेरि गभर्मेन्ट बोन्डमा तपाईँले कसरी लगानी गर्नुहुन्छ त भन्दा विभिन्न समयमा नेपाल सरकारले राष्ट्र ब्याङ्क थ्रु चाहिँ ट्रेजरी बिलहरू इस्यु गर्ने गर्दछ। त्यसको चाहिँ एउटा समय सीमा राखेर चाहिँ उसले यति इन्ट्रेस्ट दिन्छु भनेर उसले तोकेको हुन्छ। चलन चल्तीको इन्ट्रेस्ट रेट अनुसारको उसले इन्ट्रेस्ट दिन्छ र त्यो इन्ट्रेस्ट चाहिँ तपाईँले कहिले पाउनुहुन्छ त भन्दा तपाईँले ट्रेजरी बिल किनेको अवधि कति अवधिमा तपाईँले किन्नुभएको छ त्यो अवधि समाप्त भएपछि तपाईँले त्यसको इन्ट्रेस्ट पाउनुहुन्छ र तपाईँको नियमित आम्दानी भइरहेको छ र त्यसलाई चाहिँ तपाईँ कर्मचारी हुनुहुन्छ, कर्मचारी भएर तपाईँले पैसा कमाइरहनु भएको छ भने त्यो कमाइरहेको पैसाको सर्टेन पर्सेन्ट चाहिँ तपाईँले प्रोभिडेन्ट फन्ड अनि तपाईँले चाहिँ सिआइटीहरूमा लगानी गरेर पनि तपाईँले आफ्नो रिटर्न लिन सक्नुहुन्छ। यो पनि एउटा लगानीको उत्तम विकल्प हुनसक्छ। हस् त आजको लागि यो एपिसोड हामी यहीँ बिट मार्छौँ। तपाईँलाई हाम्रो यस एपिसोड कस्तो लाग्यो कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला र साथसाथै हाम्रो इन्भेस्टमेन्ट स्ट्रिटको च्यानललाई लाइक, सब्सक्राइब र फलो गर्नुहोस् र बेल आइकन पनि क्लिक गरिदिनुहोस् ताकि हामीले नयाँ भिडियो अपलोड गर्न साथ तपाईँलाई नोटिफिकेसन जान सकोस्। धन्यवाद।